हेलो। अब हाम्रो चाहिँ पूजाको अन्तिम पार्टै भइसकेको। उहाँहरूले चाहिँ यो के गरेको भन्छ, पाती पाती चढाएको भन्नुहुन्छ होला होइन। उहाँहरूले चाहिँ पाती चढाउँदै हुनुहुन्छ। उहाँहरूले तुलसाको मठको पनि पूजा गरिसक्नुभयो। अनि त्यसपछि चाहिँ केही विधिहरू बाँकी छ अरे। अनि यहाँ गरिसक्नु। अब मेरो भिडियो बनाउने काम करिब सकिँदैछ। मैले चाहिँ उहाँहरूको भिडियो गर्दाको मलाई त्यो हुन्छ नि चरो बालेको धुवाले चाहिँ कस्तो आँखाहरू कस्तो भइरहेको थियो भिडियो बनाउँदाखेरि। र पनि मैले जसो बनाइदिएँ। उहाँहरूलाई पनि गाह्रो त भइरहेको थियो र पनि सहिरहनु भइरहेछ। ल हामीले चरो बाली पनि सक्यौँ, मजाले बलि पनि रहेछ। हेर्नुभयो त हजुरहरूले। अनि त्यसपछि तुलसाको मठमा घुम्ने काम पनि भइरहेछ। उहाँहरूले घुमिकन भित्र सिधै हुन्छ। यहाँ मेरो छोरी चाहिँ एक्जाम दिइकन आएको अरे। अनि एक्जाम कस्तो भयो भनेर मैले सोधिरहेको छु र उसले भनिरहेछ कि एक्जाम यस्तो भयो चमा भन्दै चाहिँ। अनि मैले चाहिँ अब फर्स्ट सेकेन्ड थर्ड अहिले फोर्थ कि फाइभ छ। मैले चाहिँ 3 ल्याएँ भने तिमीलाई म एउटा जे भए पनि दिन्छु गिफ्ट भनिरहेको छु। अनि यहाँ भनिरहेछ। अनि भिडियो कति बनाएको चमा भनिरहेछ यसले मलाई। र पनि मैले छोड्छु र चमा हो नि त उसको यति त हक छैन त। अनि मैले छोरीलाई चाहिँ यसो गर्नु न सानो भनिरहेको छु नि। यसले चाहिँ मलाई रिसाउँदै हेरिरहेको छ। हेर्नुहोस् त कानामाको रिस लिम्बुनी र नेवानी मिक्स हो नि त, त्यही भएर रिस गराएको छ ऊ। मेरो लुगा लगाइरहेको चाहिँ भनेर म जिस्काउँदैछु। अनि हाम्रो ठुलो मम्मीले चाहिँ यतापट्टि दाउरा चिर्नु भएको छ। अनि दाउरा बोकेर यता जाँदै हुन्छ। अनि म यिनीहरूलाई भन्दैछु कि दाउरा बोकेर हिँड, यहाँ नाटक नदेखा भन्दैछ। अनि ऊ रिसाउँदै जाँदै चाहिँ यहाँ चाहिँ अब पूजा सकिएको भन्दै बाहिर निक्लिनु हुँदैछ। अब यहाँ हेर्नुहोस् है चप्पल फुकालेर के गर्न आँटेँ। अब फेरि सुरु भयो। मैले यिनीहरूलाई जिस्काउँदैछु कि तिमीहरू कति धेरै मोटी भन्दैछु होइन। उनीहरू दुईजना चाहिँ मलाई हेरेर यहाँ के भन्दैछन् हेर्ने। यो चमाले जतिखेर पनि भिडियो मोबाइलै ठडाइराख्नुहुन्छ भन्दै चाहिँ चाहिँ यहाँ मुख चलाएको यसले भुइँमा कुरा खस। ल हेर्नुभयो त फेरि मेरो कहाँ सकिन्छ र मैले फेरि उनीहरूलाई जिस्काउन थालिरहेको छु। के भन्ने जिस्काएँ थाहा छ नि हजुरहरूलाई। मैले यिनीहरूलाई चाहिँ होइन तिमीहरूको जेसुकै अनुहारहरू मोटो जिउ डाल मोटो भयो भने कपाल चाहिँ A1 छ है भनेर भन्दैछु। अब फेरि रिसाउन सुरु भयो। हेर्नुहोस् है यहाँ उता अनुहार फर्काउँछु घरि यसो गर्छु घरि उसो गर्छु। क्यामेरा त यसले देख्नै हुँदैन। अहिले त ठिकै हो, मलाई पनि त्यति धेरै रहर त लाग्दैन मोबाइल यस्तो ठडाइराख्नु। तर पनि जिस्काइराख्नु न भनेर हो। ठिक छ यतिको चाहिँ। अनि अब आमाले पूजा सकेपछि त अभियसली टिका लाउने बेला भयो। अनि टिका लगाएर यहाँ सबलाई टिका लगाइदिनु हुँदैछ नातिनीहरूलाई। अब चाहिँ हाम्रो पूजा सकियो। अब आमाहरूले अब व्रत बस्नुभएको हो नि त, त्यही भएर अब के कुरा खाने हुन्छ। मेरो भदैनीहरूलाई चाहिँ टिका लगाइदिनु हुँदैछ। अनि हाम्रो सानो छ नि सिसेमा उसले पनि टिका लगाइदिँदैछ। ओ माइ गड। अनि यहाँ सबैलाई टिका लगाइदिइसक्नु भयो। अब चाहिँ पूजा सकिएको। बाइ बाइ गाइस, मलाई माया गरिदिनु होला।